imposter challenge अनि हाम्रो प्लेयरहरु हुन्छ मन्जिता अंकिता मनदीप मन्दिरा अनि राउन्ड सुरु हुन्छ मन्दिपबाट अब सुरु मलाई हैन पोखरा मबाट हैन रिफ्रेशमेन्ट ब्युटी आइकनिक hang out famous trekking वाइट enjoyment view मैले बी भइसक्यो सलाङकोट भन्यो टाइगर भ्याकेसन भ्याइयो हैन राउन्ड त किन भ्याइयो हैन भोटिङ सबैको भोटिङ गर्ने म मन्दिरमा भोट गर्छु मलाई गर्छ तिमीले सुरुमा के भन्नु थियो मैले ब्युटिफुल भने अनि त्यसपछि भ्याकेसन अनि अर्को भनेको ह्याङ आउट मैले भन्दिनँ तर म होइन मैले तिमी के डिफेन्ड गर्छौ आफूलाई म आफूलाई म इम्पोस्टर होइन भन्छु किन किन होइन किन होइन किन भन्दा रिजन दियो जस मैले अलिकति बोर्ड गएको कि त्यो गेम भन्दा अलिकति बोर्ड चाहिँ त्यो नजिक नजिक नभनेर बोर्ड गएको ल कुन बोल भन्नु न ओड भनेर मैले ओडै भन्दै त फेरि इम्पोस्टरै हुँदैन नि हारिन्छ नि हामी भन्नाले इम्पोस्टरले त्यो ओड थाहा पाउँछ नि त मैले भने अन्त तर मलाई मन्जिता हो जस्तो लाग्यो क्या घरिघरि त्यस्तो सोध्दा मलाई चाहिँ मन्जिता हो जस्तो लाग्यो तिमीले आफूलाई कसरी डिफेन्ड गर्छौ सुरुमा के भन्नु ऊ इम्पोस्टर ब्युटिफुल ब्युटिफुल त मैले भनेको हेर हेर ब्युटिफुल मैले भनेको सुरुमा भ्यू 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 त अङ्कुले भने के हुन्छ मन्जिताले हो कि मलाई थाहा कि किन भन्दा पोखरा भने थियो क्या मैले पुगेर भन्दै होइन मन्जिता चाहिँ हुन सक्छ किन केले सलाङकोट भन्दिन त होइन मैले सलाङकोट भन्न लाग्थेँ तर त्यो एकदम नजिक हुन्छ भनेर नभनेको मात्रै हो कि हो के मलाई मन्जिता हो जस्तो लाग्यो तर मन्जिताले के भन्यो लास्टमा तिमीले सलाङकोट भन्यो त तिमीले अरू दुईटा ओडै भन्न सक्दैनौ के मैले के भन्नु मैले नि मन्जितालाई मन्दिराले गर्छु है दुईजनाले मन्जितालाई तैँले डिफेन्ड गर्न त आफ्नो ओडको नजिकको भन्न सक्छ सनीमा तर तँलाई नै तै होस् जस्तो भइसक्यो कि मलाई त त्यो हुन्छ नि त्यो त्यसलाई ओडै याद छैन कि आफूले के भन्यो नि एकचोटि सलाङकोट भनेकै हो त्यो अनि सुरुमा सलाङकोट होइन अनि लास्टमा भनेको लास्टमा दुईटैले अब एक कुन्टा नजिकको बोल भन्नु न पहिला नजिकको म भनौँ त्यही के वाइट टलक्क दिस सिजन त्यो त जसलाई थाहा हाल्ने त भन्न जसलाई त भन्न माछा पुस्रे ल मन्जिता रहेछ मैले ऐनै भन्न लाग्थेँ जस मैले चाहिँ तैँले के भन्छु सोचेको ओके व्हाइट टलक दिस सिजन किन भन्दा अंकुले हेरे अंकुले व्हाइट भनि थिइन् त्यो पछि स्नो भनि थिइन् अनि चाहिँ अनि उस भनि छैन तैँले के भनिस् भने कोल्ड भनि छैन अनि मन्जिताले मैले माछा पुस्रे भने मन्जिताले अब त्यो भाइ के भन्छ त नि भने व्हाइट टलक दिस सिजन रे त्यो तीनटा वर्डलाई नेपालीमा मिक्स गरेर भन्नु त जसले नि सक्छ नि त अङ्कु अङ्कु भनेपछि होइन यतिकै अन्त हेर सुन इम्पोस्टरै भएको भए भोलि ममा भन्दा होइन जब सँगै अनि यसलाई के उसै होइन कि तैँले डिफेन्ड गर आफूलाई कि त तै होस् भन्ने मलाई म लाग्छ कसरी भयो त नि अङ्कुले ट्रेकिङ भनिन् के अङ्कुलाई त हुँदैन को जान्छ र ट्रेकिङ माछा पुस्रेमा त हिँड्नै भएन तर अङ्कुले त अब अरू बेला नि गर्छ नि त नभएर तर तै होस् कि किन भन्दा तैँले डिफेन्ड गरेको पनि के गरिस् भन्दा ल तेरो मुन्दै त मन्दिर किन हो जस्तो लाग्यो एकदम एउटा यसलाई के भने पनि थाहा छैन लास्टमा त्यो सरङकोट भन्ने मात्रै थाहा किनकि त्योभन्दा अगाडि चाहिँ अरूहरूले चाहिँ भन्छ त्यसको नियरेस्ट मात्र भनेको थियो होइन त्यो भएर त्यसलाई त्यसको ओडै थाहा भएन कि अनि त्यो सम्झिन पनि सकिनँ किनकि अर्को नियरेस्ट मात्र भन्यो नि त अनि यसले चाहिँ के भन्दा तिमीले जे भन्यो त्यो धेरै सोचेँ तिमीले जे भने त्यही सोचेँ नि मैले जे भने त्यही सोचेँ अनि तैँले फर्स्ट के भन्छस् भन्दा घरि मेरो भन्छ घरि तिम्रो भन्दै घरि उसको भन्छ तर आफै भन्दैन किनकि हामीले सोचेर बसेको थियौँ नि त धेरै त तर मन्जिता इज द मैले होइन होइन मलाई अङ्कु हो जस्तो लागेन किन भन्दा अङ्कुले कोल्ड भनिन् स्नो भनिन् त्यही भएर मन्जिता इम्पोस्टर मन्दिरा दिदी मन्दिर मन्जिता इम्पोस्टर यो I won! I am the imposter! मन्दिरा Bye bye for now! Manjite!